एकछिन है, के तपाईहरु शिक्षक हुनुहुन्छ? यदि तपाईहरु शिक्षक हुनुहुन्छ भने तपाईहरुले यो कुरा जान्नै पर्छ। साथीहरु, यहाँनिर मैले एउटा मार्क लेजर तयार गरेको छु। यो मार्क लेजर कसरी तयार गर्ने भन्ने कुरा मैले युट्युबमा फुल भिडियो राख्ने छु, त्यहाँबाट तपाईले हेर्न सक्नुहुनेछ। आजको विषयवस्तु यो होइन साथीहरु, तपाईले भिडियोलाई स्किप नगर्नुस्, बुझ्नुहुनेछ विषयवस्तु मैले लिएको छु। साथीहरु, यहाँनिर मसँग नेम छ एउटा कोलममा, त्यसपछि यहाँनिर मसँग म्याथ देखि इंग्लिश सम्मको जुन मार्क्स छ, त्यसपछि यहाँनिर मैले टोटल निकालेको छु र पर्सेन्टेज पनि निकालेको छु। अब साथीहरु, यहाँनिर मैले के गर्न खोज्दै छु भने जस्तै म्याथमा कुनै साथीको 35 भन्दा कम मार्क्स आएको छ भने त्यो कम मार्क्स आउनेकोमा रेड कलर लगाउनु छ फन्टमा। त्यसको लागि मैले यहाँनिर गएर म्यानुअली रेड कलर लगाउन थाले भने मलाई धेरै टाइम लाग्छ साथीहरु। त्यही भएर मैले तपाईहरुलाई आजको भिडियोमा अटोमेटिकली कसरी रेड कलर लगाउने भन्ने कुरा सिकाउने छु। म्याथमा मात्र नगएर हामीले इंग्लिशको पनि हेर्नु छ, कम्प्युटरको पनि हेर्नु छ, साइन्सको पनि हेर्नु छ। त्यसकारणले गर्दा तपाईले यो म्याथ देखि यो इंग्लिश सम्मको जुन रेन्ज छ यसलाई सिलेक्ट गर्नु होला, यहाँ सबैको डाटालाई। त्यसपछि तपाई यहाँनिर कन्डिसनल फर्म्याटिङमा जानु, त्यसपछि यहाँनिर हाइलाइट सेल रुलमा जानु होला। त्यसपछि यहाँनिर गएर तपाईले लेस देन भनेर देख्नुहुन्छ, यसमा जानु होला, 35 गर्न सक्नुहुन्छ। तपाईलाई यदि सेलमा पनि कलर लगाउनु पर्ने थियो भने यतिकै छोड्दिन सक्नुहुन्छ, यहाँनिर मैले जुन तरिका गरेको छु। अथवा तपाईलाई मैले अघि नै भनेको कुरा फन्टमा रेड कलर लगाउनको लागि जुन लाइट रेड फिल विथ भनेको छ यसमा एरोमा क्लिक गर्नु होला। यहाँनिर कस्टम फर्म्याट भनेर देखिन्छ, यहाँनिर गएर तपाई कलर भन्ने अप्सन देख्न सक्नुहुन्छ। यहाँनिर गएर तपाईले कलरमा गएर रेड कलर चुज गर्न सक्नुहुन्छ र ओके गर्दिनु भयो भने यहाँनिर रेड कलर लागिसकेको छ। अब हामीले यसलाई ओके गर्दियौ भने साथीहरु, यहाँनिर जो साथीहरुको 35 भन्दा कम छ त्यसकोमा के भएको छ, रेड कलर लागेको छ। यदि तपाईले यहाँनिर 33 आएकोलाई 36 गराउनु भयो भने रेड कलर हट्छ। यहाँनिर 28 आएकोलाई 40 गराउनु भयो भने पनि हट्छ। यहाँ 38 आएकोलाई तपाईले 34 गराउनु भयो भने अटोमेटिकली रेड कलर लाग्नेछ। यसरी तपाईले एउटा मार्क लेजरमा जुन को विद्यार्थी कतिवटा सब्जेक्टमा फेल भयो अथवा कतिजना इंग्लिशमा फेल भयो भनेर छुट्याउन सजिलो हुनेछ। त्यही एक्सेलका टिप्स अनि ट्रिकको लागि तपाईले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला, फेसबुक पेजलाई र टिकटकलाई फलो गर्नु होला। एक्सेलको तपाईले बेसिक लेभलदेखि क्लास लिन चाहनुहुन्छ भने अनलाइन क्लास सुरु हुँदैछ। तपाईले हामीलाई WhatsAppमा मेसेज गरेर इनरोल हुन सक्नुहुन्छ।